गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। आज चाहिँ हामी कता जाँदैछौँ पछि हेर्दै जानु है गाइज। मेरो साथीहरू हामी अब हिँडिसकेको है साथीहरू। यति धेरै साथीहरू छन्। यी हामी ब्याकग्राउन्ड यति छ यति धेरै। बाह्र जना हामी अब लागेको है साथीहरू। पछि भेट्दै गरौँ ल। हामी चाहिँ गाडी लाग्ने ठाउँमा आइसकेको साथीहरू। एक साइड आइपुग्यौँ गाइज। मेरो साथी आज हामी एक साइड घुम्न आएको साथीहरू धेरैजना छ। हाम्रो साथीहरूले छोडेछन् उता कति धेरै छ। पछाडि लास लाग्छ कि अलिक। हामीलाई चाहिँ भिडियो बनाउन खासै त्यति चाहिँ आउँदैन, त्यही पनि रहर लाग्छ। के गरौँ, भिडियो बनाउने रहर लाग्छ तर बोल्न आउँदैन, त्यति बनाउन पनि आउँदैन। कति राम्रो हेर कति दौडे तिनीहरू। एउटा बुवा कति राम्रो देख्यो। मेरो माया कति राम्रो देख्यो नि। तिमी जानु त जाऊ यता। हामी हाई भन। हाई। हामी चारजना चाहिँ हराएको अवस्था साथीहरू। हाम्रो साथीहरूले छोडेर कता गए। हामी चाहिँ उनीहरूले फोन गरेर बाटो सोध्दै गइरहेछौँ। कहाँ पुग्छौँ थाहा छैन नि। अघि हेर्नु साथीहरू कति ठुलो घर भनेर भनिदिनु के अरे। हो नि कति ठुलो घर। फुटी एक घन्टा खानुपर्ने लास्टै गर्मी भयो भने खाने हो। फुटी खाने हो। गुलियोले बोमिट आउँछ अहिले। बोमिट आउँछ है मलाई। मस्त तरिकाले सुतेछ। गाह्रो भयो कस्तै गाह्रो। किन त्यसरी हरेस खाने हो। सक्दिन होला अब सकिन्छ हौ। एकदम गाह्रो भइरहेछ। सक्नुपर्छ। यस्तो उगला छ साथी, के गर्नु। हामीलाई त गाडीले पनि छोड्यो, साथीहरूले पनि छोडे। बेहाल छ हाम्रो जिन्दगी। खै ओडा हो धेरै भाउजूहरू अलिक अगाडि गइरहेछन् रे। तिनीहरूको पछाडि गइरहेछन् हाम्रो साथी। यहाँदेखि जानेर कि उमादेखि उल्गाडी हिँडिरहेछ। देखिन्न छ। के भनेको? म फर्किन्छु, म हिँड्न सकिरहेको छैन। कहाँ फर्किने हो? रुममा। बरु म सुतेरै बस्न सक्छु। यिनीहरू जस्तै हिँड्नु पऱ्यो नि। कति हिँडेछन् के बोल्यो भन्ने के। यिनीहरूको राम्रो आएको छ। हिँड अगाडि तिमी पनि अलिक फटाफट हिँड। म तिमीहरूको पछि माखा ढपाउँदै आउँछु। आजभोलि त्यति माखा त छैन, त्यही पनि हामी यस्तै छ पारे। हाम्रो यस्तै छ पारा। के भन्छ अरे दुश्मनहरू हेरेको हेरे। दुश्मन छन् धेरै, दुश्मन हेरेको हेरै भन्ने गीत छ त। त्यस्तै गाह्रो छ हौ हामीलाई। कतिखेर साथी भेट्ने हो। माथि हामीलाई छोडेर आउने मान्छेहरू ऊ माथि। तपाईँको दिमाग कहाँ छ? कहाँ हुन्छ दिमाग खराब तपाईँको? खै अरू खै हाम्रो साथीहरू धेरै गइसके। हाँ?
के सोध्ने के हो के हजुर के हामी त नि त्यो गाडी तपाईँहरू त्यही आउनु भएको थियो होला कि अनि हामी त मान्छे बिर्सिने के हो ए को नि यो खै मलाई धोक्दिया खै मलाई धोक्दिया गर्न ल भाग्यमानी भइदिया अलि ठुलो है यहीँदेखि जाने हो हामी कता हो अब उठ्यो होला नि टिकट काट्नु कति राम्रो तपाईँहरू पनि आउनु है साथीहरू केबुल काट जानु यो ठाउँ राम्रो कति राम्रो कति राम्रो छ हाम्रो भाउजू कति राम्री हाम्रो भाउजूले फेरि आँखा नलगाउनु नि फेरि दाइ कडा हुनुहुन्छ दाइ मात्र होइन बहिनी पनि कडा छ मेरो भाउजूले आँखा लगाएको कता लेट्स गो यहाँदेखि हो किन्नु जानु अगाडि जाऊँ ओ यता हो के सोध्ने भनेको रे कस्तो हिँड्नै गाह्रो लेट्स गो हामी अब हामी केबुल कारमा सरर हिँड्छौँ मेरो भाउजू अनि मेरो मामा मेरो भदै साथीहरू खै नि माथि टिकट काट्ने ठाउँमा कि गइसके हाई भाउजू सामान नै आउँदैन के हो अगाडि आएर थर्काउने हो मान्छे के हो थर्काउने हो के हो कति हो भाडा को हिँड्ने जस्तो अनुहार छ ओ हामी पनि टिकट काट्न जाम न टिकट काट्न जाने कि नजाने टिकट काट्नु छिटो जाम कि कति ढिलो हुन्छ छिटो के भाउजूहरू गइसके कति राम्रो केटीहरू वाउ केटी है सबभन्दा दाइ हामी चाहिँ केबुल कार चढ्ने ठाउँमा जानु लागेको छौँ गाइज अब एकछिनपछि हामी केबुल कार चढ्छौँ है गाइज हेर्दै जानु है हामी यसो बनाउन नजाने नि बोल्न नजाने पनि अलिअलि देखाउँछ तपाईँहरूलाई देखाउनुको लागि हामीले अलिअलि ब्लग गर्दैछौँ गाइज सिन देखाएर छ सबभन्दा ठुलो मान्छे छोडेर आउने है अगाडि आएर पनि लाइनमा बसिसकेको छ साथी अझ हाई रे ल हामी यता डर लाग्यो कति जहाजमा चढ्दाखेरि यस्तै हुन्छ क्या कति राम्रो सबैको हातमा मोबाइल है मेरो मात्र छैन मम्मी त खै पनि आयो कैमरा में ले लीजिए ठीक है कति राम्रो यो राम्रो देखेको मेरो मुटु सिङ गरो माथिबाट आउँदाखेरि रमाइलो हुन्छ होला के यो भन्दा त होइन के डर हुन्छ नि त आफूलाई डर भइसक्यो हामीलाई
हामीलाई डर छैन यहाँ केही नि भएन हैन माथिबाट आउँदाखेरि रमाइलो ट्रेनमा यस्तै हुन्छ होला है माथिबाट रमाइलो हुन्छ होला कि एकदिन फेरि माथि जाम्ला नि माथिबाट लाम्ला है सिरिङ गर्छ होला कि नि त्यस्तो गरे पो केबुल कार चढे जस्तो नि हुन्छ हैन अब उठ्या डाँडादेखि त आइहाल्यो आइहाल्यौँ त्यो डाँडामा हो हामी झर्ने ओइ चाहिँ मिल्छेसमा मिल्छ हैन पाए किन्नुपर्छ क्या फोटो त्यही हो राम्रो लाग्यो फोटोहरु हेर्नुस् खरिद गर्नु जुन यहाँ त एक्लै झरिरहेछ एक्लै दुईजना रहेछ कस्तो सबै देख्ने रहेछ है पहिलोचोटि हो तपाईहरु सुजान पछाडि हेर्दा त्यो घर निकाल्न लैजान भन्दै थियो अहिले त अलिकति मन कस्तो सन्त ढुक्क भएको छ हेर्दा हेर्दैमा माया हेर्न कति राम्रो भ्यू लिइरहेछ हाई भनेको थियो तपाईँले गए हामी सराङकोट आइपुगिसकेका छौँ है यो के हो नि फेरि अघि बन्द भयो त हामी नजाने प्याक भइरह फाइनली हामी सामानमा आइपुगेका छौँ हामी अब कहाँ जाने हो अब हामी कता हामी सारङकोट आइपुग्यौँ गाइज वाउ कति राम्रो हो यो पुरानो डिजाइनको घरहरू छ खरले छुवाको तपाईँहरू पनि यस्तो मिलाएर घुम्न आउनु है कति राम्रो ठाउँहरू रहेछ अझै कति राम्रो ठाउँमा पुग्नु पर्ने नै छ यो के बजार हो नि भाउजू हेम्जा भन्ने यही हो यही म त देखिने यो घरहरू पो कति राम्रो डिजाइनको केबुल कार हो के टेबुल कार भन्छन् हाम्रो साथीले नि हँसाउँछन् हामी सराङकोटको गेटनिर आइपुगिसकेका छौँ हामी माथि मन्दिरमा जाँदैछौँ है गाइजहरू हेर्नु होला हामी सबै देखाउँछौँ तपाईँहरूलाई माथिको भ्यूजहरू अब हामी नाच्ने हो के नाच्छ यो नामी नाच न सुजन ल सुन नाच नि फोको बलमा नाच ल नाच न नाच्देऊ न ल नाच तिमीले अनि हेर्ने है बाँकी नि है कुब्ला हातको कपे खुम्ची जाम है हेर्नु है साथीहरू कति राम्रो गणेशको मूर्ति अनि मन्दिरहरू यस्तो छ ल एक्सन देखि एक्सन फोटो खिच दे स्टाइल पोस्ट गर है हाँस न मुसुक्क अनि अरू पोज पनि गर कति 2 पोज मार गरेको अरू पोज पनि गर टोन भएन यो को यो सेल्फी खिच्ने यस्तो आदि देखिएन नि यस्तो के यस्तो दिदी सबजना हात यस्तो अगाडि देख उनीहरूलाई किसमा लगा न
मेरो साथीहरू चाहिँ घुमेर आइसके यिनीहरू अलिक छिटो छिटो हिँड्छन् हामी पऱ्यौँ अलिक ढिलो ढिलो त्यही भएर हामी आधी के अरे हामी ढाडिङेर रोल्पाले अलिक ढिलो पऱ्यौँ हुम्ले टुम्लेहरू अलिक छिटो छिटो हिँड्ने रहेछन् कि त्यही भएर ए ल ल हामी माथि जाने नि छ सराङकोट भ्यू टावरदेखि हामीले भिजुअल गरिराखेका छौँ। यहाँदेखि पोखरा बजारको सबै दृश्यहरू देख्न सक्नुहुनेछ। यहाँदेखि यता लामाचोर हुँदै यता ह्याम्जा हुँदै यहाँ माथि मुस्ताङतिर जाने बाटो यतैतिर हो है त। अनि आज हामी घुम्न आएको दिनमा घाम मौसम एकदम नराम्रो, एकदम मौसमले आज एकदम च्यालेन्ज गरेछ। मौसम राम्रो छैन आजको दिनमा हुसुलाएर मौसम केही राम्रो देखिरहेको छैन। भिजुअलहरू खासै राम्रो देखेको छैन है। आज त बिदा होला नि बिदा त्यही भएर यहाँ मूर्ति छ है कति राम्रो झन्डै रोटेको। फाइनली हामी घुमेर पनि फर्किसकेको। कस्तो लाग्यो भनिदिनु होला। त्यति सराङकोटको भ्यूजहरू राम्रो लागेपछि घुम्न आउनु होला तपाईँहरू नि। त्यति के अरे राम्रो त कमेन्ट आएको गर्नु होला। छैन। आज मौसम राम्रो भएन, मौसम नखुलेको कारणले आज खासै राम्रो भिजुअलहरू भएको छैन। त्यही पनि हेरिदिनु होला। राम्रोसँग हेरिदिनु होला। सुजनले के चोर्यो के चोरेको सबैजनाले हाम्रो भिडियोलाई लाइक कमेन्ट अनि सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। बाई बाई।